हेलो हेलो साथीहरू अनि खाना खानुभयो त म चाहिँ हेर्नु न कर्कौलो बोकेर फुरुक्क परेकी सबैतिर मोबाइलमा यताउति इन्डियातिर नेपालतिर सबतिर कर्कौलो खाएको मात्रै भिडियो आउँछ अनि मलाई पनि कस्तो खाम लागेको थियो कि अनि हिजो चाहिँ मलाई एकजना दिदीले कर्कौलो दिनुभएको थियो अनि हिजो चाहिँ खाइनँ हामीहरूले अनि आज चाहिँ खानु पर्यो भनेर म आफै लागेकी के सरसफाइ गरेर यसलाई छमछुम पखालेर अनि पकाउन लागेँ अघि पछि चाहिँ म यो कर्कौलो पिरालुदेखि पर बस्छु कि चिलाउँछ भनेर मलाई चिलाइ चाहिँ म खप्नै सक्दिनँ अनि एकपल्टि मलाई माइतमा भाउजूले खुवाउनु भएको थियो कर्कौलोको तरकारी अनि एकचोटि आमाले आज चाहिँ म आफै धोई पखाली गरेर केलाएर अनि कुकरमा हालेँ एक मग पानी हालेँ अदुवा थोरै लसुन 2-4 रपट्टी दोडा आलु पनि काटेर हालेँ मसौरोको दाल थोरै हालेँ मेरो दिमागले भ्याइन्जेल के अनि त्यहाँबाट थोरै नुन बेसार राखेँ एउटा खोर्सानी राखेर अनि कुकरमा 2 सिटी लगाइदिएँ कस्तो पालातपुलत भएर गलेछ कस्तो राम्रो भएको थियो अनि त्यहाँबाट त अनि के अरे मेथी फुराएर झैँ पारिदिएँ अनि त्यहाँबाट काकतीको रस 2 चम्चा राखिदिएँ त्यसपछि त भन्नुहुन्छ भने यस्तो मिठो भएछ नि यस्तो मिठो भएछ सबैले तारिफ गर्नुभएको कति मिठो पकाइछिन् आज कर्कौलोको तरकारी सदा खाने भन्दा आज असाध्यै मिठो भएछ भन्दै खानुभयो अनि मसरुमको तरकारी पनि अलिकति थियो अनि घिउ सिमी र आलुको तरकारी पनि थियो घिउ सिमी भनेपछि बिन्स र आलुको सब्जी अनि आज हामीले यसरी नै खाना खायौँ।